नेपालमा ब्याचलर डिग्री हातमा पाउनभन्दा पासपोर्ट पाउँदा मान्छे बढी खुसी हुन्छन्। यस्तो देश त यही मात्रै हो होइन। अनि यो चिज चाहिँ किन भयो भन्दाखेरि पहिलो कुरा त मान्छे होपलेसहरू धेरै होपलेस भएको छन्। यो होपलेस युथलाई चाहिँ होप दिनलाई मान्छे चाहिन्छ। होप चाहिँ दिन सक्नु पऱ्यो क्या सबै, हरेक फिल्डमा होप हुनु पऱ्यो क्या, हरेक फिल्डमा क्या, त्यो एउटा मात्रै फिल्डमा होइन, हरेक फिल्डमा होप हुनु पऱ्यो। एजुकेसन सिस्टमदेखि नै होप आउनु पऱ्यो नि त उसलाई। म मेरो ड्याडी मम्मीलाई एकदमै थ्याङ्क यू नै भन्छु, किन भन्दाखेरि ड्याडीले त अझ तेरो म्युजिक राम्रो छ, नेपाली साहित्यमा ब्याचलर मास्टर्स गर्न भन्नुभयो। अनि मैले त्यो बेला होइन ड्याडी त्योमा अलिक यस्तो पैसा कमाउन गाह्रो हुन्छ होला, इन्जिनियरिङ पढ्छु भनेर इन्जिनियरिङ पढाएँ। उहाँले त फुल सपोर्ट दिनुभयो, तिमीलाई ऱ्यापर बन्नु मन लाग्छ ऱ्यापर बन, इन्जिनियर बन, जे गर। त्यो त हामीले एउटा फ्रिडम दिन सक्नु पऱ्यो। कतिजना यस्तो हुन्छन् किन विदेश जान लाग्यो भन्दाखेरि मलाई बच्चा बेलामादेखि यो पढ्न मन थियो, ब्याचलर यो पढ्न मन थियो, मलाई यो पढाइदिए यो देशमा त यसको केही छैन, मलाई बस्नै मन छैन, म विदेश जान्छु अनि काम गर्छु। पोसिबिलिटी सबै चिजमा छ। त्यो अहिलेको जुन फ्री राइड इकोनोमी छ नि, त्यो फ्री राइड इकोनोमीले बिग्रिया हो। एउटाले टुटल खोलेपछि अर्कोले पुर्यायो, लिएर आऊ, झार उताएर दुनियाँ खोलिदिन्छ, आफू पनि डुब्छन्, अर्कालाई पनि डुबाउँछन्। एउटाले लुगा पसल खोलेको छ भने अर्कोले त्यही छेउमा लगेर लुगा पसल खोलिदिन्छ, आफू पनि डुब्छ, अर्काले पनि डुबाउँछ। रेस्टुरेन्ट एउटाले यहाँ बिचमा खोल्यो, 5,000 लिजमा ल्याएको थियो, अब उसको यहाँ 10वटा लेफ्ट साइडमा 10वटा राइट साइडमा खोलिदिन्छ, 50,000 भाडा पुग्छ, सबका सब डुब्छन्।